सम्पूर्ण साथीहरुलाई नमस्कार। कक्षा 12 को मौका परीक्षा चान्स एक्जामको तयारी गरिरहनुभएका सम्पूर्ण साथीहरुको लागि एउटा सूचना प्रकाशन भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजामा डी ग्रेड ल्याएका अथवा एउटा विषय ल्याएको एब्सेन्ट भएको विभिन्न विद्यार्थीहरूलाई मध्यनजर गर्दै भदौको 27 र 28 गते परीक्षा सञ्चालन गर्ने भनेर पूर्व सूचना निष्कासन गरिसकेको थियो। यद्यपि जेनजेड पुस्ताको युवाहरूको बृहत आन्दोलन र देशमा परेको असहज परिस्थितिको कारणले उक्त परीक्षा स्थगित भएको थियो भने हालै मात्रै राष्ट्रिय परीक्षा बोर्डले एउटा सूचना प्रकाशन गर्दै अहिलेलाई चाहिँ असोज 7 र 8 गते परीक्षा सञ्चालन गर्ने भन्दै एउटा सूचना तथा परीक्षा तालिका सार्वजनिक गरेको छ। सो यो भिडियोमा तपाईहरुलाई परीक्षा कहिले हुन्छ, कुन कुन विषयको परीक्षा कसरी हुन्छ र कसले परीक्षा दिन पाउने यो सम्पूर्ण विषयमा जानकारी गराउने छु। सो यो विषयमा बुझ्न चाहनुहुन्छ भने भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नुहोला र नयाँ हुनुहुन्छ पहिलो पटक भिडियो हेर्दै हुनुहुन्छ भने यी र यस्ता विभिन्न महत्त्वपूर्ण अपडेटको लागि टेक्निकल टेस्ट युट्युब च्यानललाई सब्स्क्राइब गर्न भने नभुल्नुहोला। र साथीहरु यहाँ तपाईहरुले अन स्क्रिन देखिरहनु भएको छ कक्षा 12 को मौका पूरक परीक्षाको संशोधित समय तालिका भनेर सूचना छ। 2082 सालको वैशाख महिनामा सञ्चालित कक्षा 12 को वार्षिक परीक्षामा नियमित विद्यार्थीको रूपमा रजिस्ट्रेसन नम्बरको सुरुका 2 अङ्क 81 भएका परीक्षामा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी 2 विषयमा एनजी नट ग्रेड प्राप्त गर्ने, सैद्धान्तिकतर्फका अन्य विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी 2 विषयमा अनुपस्थित भएका वा सैद्धान्तिकतर्फ डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै विषयमा एनजी वा कुनै विषयमा अनुपस्थित भएका विद्यार्थीको लागि मौका परीक्षा राखिएको छ। भनेको यदि तपाईहरुको कुनै पनि दुईटा विषयमा नन ग्रेड आएको छ अथवा तपाईहरु दुईटा विषयमा एब्सेन्ट हुनुहुन्छ अथवा एउटा विषयमा नन ग्रेड छ अथवा एउटा विषयमा अनुपस्थित हुनुहुन्छ भने यो परीक्षामा तपाईहरुले सहभागी भएर परीक्षा दिन सक्नुहुन्छ। यो फर्महरु त तपाईहरुले पहिले नै भरिसक्नु भयो होला। र तपाईको परीक्षाको समय भनेको बिहान 11 बजेदेखि 2 बजेसम्म परीक्षा सञ्चालन हुनेछ। सो परीक्षा समय तपाईहरुले यहाँ देखिरहनु भएको छ, यो कुरा बुझ्नु होला। त्यस्तै गरी तपाईको यहाँनेरि मिति देखाएको छ संशोधित परीक्षा मिति 1 नम्बरमा छ 2082 साल असोज 7 गते मंगलबार हुने परीक्षामा अनिवार्य अंग्रेजी, त्यस्तै गरी एक विषयमा मात्र परीक्षा दिनेहरुको लागि यदि तपाईहरुको एउटा मात्र सब्जेक्ट लागेको छ भने 7 गते नै परीक्षा हुन्छ। त्यस्तै गरी दुई विषयमा परीक्षा दिने विद्यार्थीको लागि आफूले परीक्षा दिने विषय मध्येको सानो कोड नम्बर भएको विषय तर अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा मौका पूरक परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी र दोस्रो दिन नेपाली। यदि तपाईहरुले अंग्रेजी र नेपाली लागेको छ भने पहिलो दिन इंग्लिशको दिन भोलिपल्ट नेपालीको हुन्छ है। त्यस्तै गरी दुईटा विषय लागेको छ भने चाहिँ सानो कोड नम्बर भएको विषयको अघिल्लो दिन अर्कोको भोलिपल्ट हुन्छ। सो यो कुरा तपाईले बुझ्नु होला असोज 7 गते मंगलबारको हकमा। त्यस्तै गरी 2 नम्बरमा छ 2082 साल असोज 8 गते बुधबार हुने परीक्षामा चाहिँ दुई विषयमा परीक्षा दिने विद्यार्थीका लागि आफूले परीक्षा दिने विषय मध्येको ठूलो कोड नम्बर भएको विषय है यस दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुने छैन। भनेको चाहिँ इंग्लिश मात्रै लागेको छ भने पहिलो दिनै परीक्षा दिनुस्, इंग्लिश र नेपाली लागेको छ भने पहिलो दिन इंग्लिशको हुन्छ भोलिपल्ट नेपालीको हुन्छ। दुईटा कुनै पनि विषय लागेको छ भने ठूलो कोड नम्बर भएको अघिल्लो दिन अर्कोको भोलिपल्ट, यसरी तपाईको परीक्षा हुन्छ। सो यो कन्फ्युजन नहुनु होला, तपाईहरुले दुईटा परीक्षा दिने हो। त्यस्तै गरी यहाँनेरि केही नियमहरु छन्। तपाईको नियममा चाहिँ अब मौका परीक्षा सञ्चालन हुने हैन सहभागी हुनुपर्ने छ भनेको छ, भइहाल्यो। त्यस्तै गरी अनिवार्य अंग्रेजी विषयमा सम्मिलित हुने परीक्षाको पहिलो दिन परीक्षा सञ्चालन हुन्छ, थाहा भइहाल्यो। त्यस्तै गरी दुई विषयमा यो माथिकै कुराहरु दोहोर्याएर भनेको छ। त्यस्तै गरी तोकिएको परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीको लागि पुनः अर्को परीक्षा व्यवस्थापन गरिने छैन भनेको छ। भने चाहिँ तपाईले यही परीक्षा दिनुपर्ने छ। कुनै आकस्मिक बिदा पर्न गएमा समेत परीक्षा नियन्त्रक कार्यालयको सूचना बिना स्थगित हुँदैन हैन। त्यस्तै गरी परीक्षाको लागि चाहिने ग्राफ पेपर, चार्ट, ई-भोचर र भोचर आदि सामग्री विद्यार्थीले आफै व्यवस्था गर्नु पर्यो। त्यस्तै गरी परीक्षा हलमा मोबाइल फोन यस्ता चिटहरु इलेक्ट्रोनिक डिभाइसहरु लान निषेध गरिएको छ। त्यस्तै गरी परीक्षार्थी 15 मिनेट अगाडि अनिवार्य रूपमा परीक्षा केन्द्र पुग्नु पर्यो। त्यस्तै गरी निर्धारण गरिएको परीक्षा केन्द्रबाट मात्र परीक्षा दिनु पर्यो। तपाईहरुको जहाँ छ परीक्षा केन्द्र त्यहीबाट र परीक्षा सम्बन्धी विवरण हेर्न वेबसाइटमा गएर तपाईले त्यहाँ हेर्न सक्नुहुन्छ। त्यस्तै गरी तोकिएको परीक्षा केन्द्रबाट मात्र परीक्षा हुन्छ, परीक्षा केन्द्र परिवर्तन गर्न सकिदैन भन्ने कुराहरु छ। सो समग्रमा यही रहेको छ। तपाईहरुको भदौ 31 गते सूचना प्रकाशन भएको थियो। सो यसरी चाहिँ तपाईहरुको परीक्षा सञ्चालन हुँदैछ। र साथीहरु यदि तपाईहरु चाहिँ मौका परीक्षा दिँदै हुनुहुन्छ भने सबैजनालाई शुभकामना भन्न चाहन्छु। आशा छ तपाईहरुले यो भिडियो बुझ्नु भयो होला, तपाईहरुको सूचना बुझ्नु भयो होला। र फेरि पनि भन्न चाहन्छु दुईटा विषय लागेको र एउटा मात्र विषय लागेको अथवा दुईटा विषयमा एब्सेन्ट, एउटा विषयमा एब्सेन्ट, दुईटा विषयमा एनजी र एउटा विषयमा एनजी अथवा नन ग्रेड आएको छ भने यो परीक्षामा सहभागी हुन पाउनुहुनेछ। यो सम्बन्धी तपाईहरुले पहिले नै बुझ्नु भएको थियो र तपाईहरुले
फर्म पनि भरिसक्नु भएको छ भन्ने मैले अपेक्षा गरेको छु र अहिले परीक्षाको चाहिँ नजिक आइसकेको भएर सबैजना राम्रो तयारी गरेर आफ्नो रिजल्टलाई अपग्रेड गर्नु होला, राम्रो गर्नु होला। सबैजनालाई शुभकामना छ। भिडियो हेरेर साथ दिनुभयो सबैजनालाई धन्यवाद। यदि तपाईँहरूले अहिलेसम्म पनि च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला, माया गरिदिनु होला, भिडियोमा लाइक तथा कमेन्ट गर्नु होला। केही जिज्ञासा छ भने कमेन्टमा राख्न सक्नुहुनेछ। धन्यवाद, नमस्कार।